नमस्कार सम्पूर्णमा म आज आफ्नो जन्मथलो आएको छु। मेरो जन्मथलो सिन्धुपाल्चोकको डोडा भन्ने ठाउँ हो। ल हेर्नु होला, हाम्रो गाउँ चाहिँ एकदम रमणीय ठाउँ छ। घुम्नलाई सम्पूर्ण सबैजना पाल्नु होला। घर चाहिँ साना साना झोपडी जस्ता छन्, टुक्क परेका वरिपरि बस्ती छ, स्कुल छन्, त्यहाँ रमाइला स्कुलहरू, त्यहाँ बैङ्क पनि छ, फाइनेन्स पनि छन्। ल हेर्नु होला सम्पूर्णलाई मन परेमा यो हाम्रो डोडुवा भन्ने सिन्धुपाल्चोकको डोडुवा वडा नम्बर 14मा चाहिँ अवलोकन गर्न आइदिनु होला। ल हेर्नु, केरा कति राम्रो केरा फल्या छ। त्यहाँ हाम्रो लप्सीको रुख छ, केरा मजाले केराको बुङ्गो लागिरहेको छ। केरा त्यहाँ हाम्रो हाम्रो दाजुभाइको घर हो। ल हेर्नु होला, यहाँ उता गाउँ हेर्नु कति रमाइलो छ, त्यहाँ वनको रुखै रुख। ल हेर कति राम्रो रमणीय ठाउँ छ। हावा पानी यहाँको धेरै मिठो छ। हावा यति सरर आइरहेको छ, बस्नलाई एकदम उपयुक्त छ। यहाँ अम्माको रुख चाहिँ यो के भएको, यहाँ हामी पनि छौँ, यहाँ भाइ पनि बसिरहेछ। यहाँ हाम्रो सानो भाइ भिडियो बनाऊ भने मान्दैनन्। यहाँ हाम्री बहिनी छिन्, यी हाम्रा बाख्राहरू पनि यहाँ चरिरहेछन्। हाम्रो घर चाहिँ यस्तो छ, यस्तो सानो झुपडी भयो नि, झुपडीभित्र बस्न छुट्टै मजा आउँछ। ल हेर, आमाले यहाँ रोपेको सिमी यति राम्रो बनाउनु भएको छ। ल हेर, यहाँ छोराछोरी आउँछन् भनेर तरकारी पकाउनलाई यही बुढी आमाले रोप्या हो। अनि यहाँ प्याज उखाल्नु भएको छ, प्याज पनि कसैले पठाउनलाई होला छोराछोरीलाई। कति हो बुढाबुढीको दुःख, मर्ने बेलासम्म सुख छैन। आफ्नो स्याहार भन्ने फिटिक्कै छैन। यार छोराछोरीको खेतीपाती मात्रै गरे नि, छोराछोरी चाहिँ खालि बस्ने हल्लिने खाने त्यस्तो छ। अनि यहाँ केरा कस्तो राम्रो केरा लगाइरहेछ। यहाँ लप्सीको रुख। ल हेर्नु, यहाँ बाख्रा पनि छ नि, बाख्रा मसिना पाठा छन्, कति राम्रा चुटु परेका। दुईटा पाठा कता गए, उहाँ बारीमा खान लागेछन् नि। अब मकै छर्ने बेला हुँदैछ हाम्रो गाउँतिर, मलका थुप्री। ल हेर्नुहोस्, देख्नु हो। ल हेर कति रमाइलो छ। यसरी घुम्न आउनुहुन्छ भने सिन्धुपाल्चोक डौडुवा भन्ने वडा नम्बर 14मा यस्तो रमाइलो छ। ल हेर्नुहोस्, आउनु होला। ल हेर्नु होला, ल हेर्नुहोस्। आहा, कति रमाइलो ठाउँ हो। आफ्नो जन्मथलो भनेको जन्मथलो हो। आफूलाई त धेरै रमाइलो लाग्छ। ल हेर, हामीलाई यहाँ साना साना झोपडी घर छन्। यो चाहिँ घर हो, त्यो चाहिँ पनि घर हो। यसमा बसिन्छ। अनि ल हेर, यहाँ साना साना झोपडीमा हामी हुर्केको ठाउँ हो यो। हामीले यहीँ बसेर हाम्रो जिन्दगी भयो। ल हाम्रो बाल्यकाल यहीँ बित्यो। यो भिडियो मन परेमा सब्सक्राइब गरेर मेरो च्यानललाई कमेन्ट र छोडिदिनु होला। धन्यवाद।